हेलो साथीहरू, सबैलाई नमस्ते छ। र म दिदी घर आइपुगेको छु ताराबारी र दिदीहरूको फुल गार्डन देखाउँदैछु। दिदीहरूले अगाडि कान्छी छोरीहरू हुँदा त छोरीहरू हुँदा मजाले फुल बागान हुन्थ्यो। यसपालि चाहिँ अब त्यति मजाले फुल फुलिहालेको रहन्छ। अगाडि त अब बहुत फुल यहाँ मजाले फुल्थे र अहिले चाहिँ अब यिनै रहेछन्। नभए चाहिँ अब फुल गार्डनबाट ल्याएर बागान भेलीहरू धेरै हुन्थे यहाँ। अहिले पनि छन् अब अलिकति यसरी। तर कान्छी छोरी हो नि त यो घरको फुल रोप्ने बेसी चाहिँ। कान्छी छोरी हुँदा यहाँ सबै ढकमक्क हुन्थ्यो फुल। तर अहिले चाहिँ अब यतिमै रहेछन्। यो पनि राम्रा लाग्दैछन् अहिले पनि फुल त। कोही सिनेरी रहेछन्, कोही गदावरी फुल्न आँटेको रहेछ। यहाँ यो स्नेक प्लान्ट पनि कस्तो राम्रो भएर आएको रहेछ। यो घडी फुल यसरी। अब अहिले दिदी रेखदेख गर्छ, हेर्छ। अब हर समय त टाइम पुग्दैन गर्नको लागि, किनभने सब्जी खेती पनि गर्नु पर्यो त्यसमा। अनि यो एउटा लत्रेको रहेछ, एउटा उसमा रोपिदिनु थियो नि। यस्तै छ ठुल्दिदी घर। घर त पुरानै अगाडिकै हो, तर अब टिपटप गरेर राखेको छ। यसरी छ है। हस् त गाइस, बाई बाई।